आमा, कुनै बेला खुसीको लागि दौडिरहेको म फेरि त्यो दिन नआउला भन्न पनि सक्दैन। डाँडा पहाडी उदाउँदै गरेको घामलाई साक्षी राखी एकहोरो निहाल्दै आँसु झारेर आमा, बुबा र परिवारबाट टाढिनु पर्दाका पीडाहरू फिटिक्कै भुलेको छैन नि आमा। हो, परिवारबाट परिवारबाट टाढिनु पर्दाको पीडा फिटिक्कै भुलेको छैन। आमा, आमा चाहना नहुँदा नहुँदै पनि बहाना बनाएर पराईको माटोमा घाम पानी नभनी लडीबडी गरिरहेको छु। म केवल आमा र बाबा भनेर नाम लिनु बाहेक अरू केही विकल्प छैन। आमा, आमा मसँग आमा र बाबा भनेर नाम लिनु बाहेक अरू केही विकल्प छैन भन्नुहुन्थ्यो नि। आमा, आमा भन्नुहुन्थ्यो नि मलाई बारम्बार हजुरले। मैले बनाएर राखिदिएको रोटी खाए जस्तो सजिलो हुँदैन बाबु। बाबाले बाबाले कमाएर ल्याएर दिएको पैसामा रमाए जस्तो सजिलो हुँदैन बाबु। अनि मैले बनाएर राखिदिएर खाएको रोटी जस्तो सजिलो हुँदैन। हो आमा, नहुँदो रहेछ आमा, नहुँदो रहेछ। अहिले आएर बल्ल बुझ्दैछु आमा। टाढा भएर सुख दुःखमा साथ दिन सकेको छैन। हजुरबाट बाबाबाट धेरै टाढा भएकोले सुख अनि दुःखमा त साथ दिन सकेको छैन। बुढेसकालमा हजुर बाबाको वृद्ध अवस्थामा हजुरले टेक्नी लौरी बन्न सकूं, जसरी मलाई बाबाले काँधमा राखेर डुलाउनुहुन्थ्यो, जसरी मलाई मेरी आमाले हातको औँला समातेर हिँडाउनुहुन्थ्यो, त्यसरी नै मेरो बाबा अनि आमालाई वृद्ध अवस्थामा डोर्याउन सकूं, उहाँको बुढेसकालको लौरी बन्न सकूं, सहारा दिन सकूं। आमा, आमा भन्नुहुन्थ्यो, आँखामा आँसु र मनमा चोट पर्यो भने पराई मान्छेले मात्रै होइन, आफ्नैले पनि बोली अनि गरिने व्यवहारहरू फरक हुन्छन्। मेरी आमाले भन्नुहुन्थ्यो, मनमा चोट अनि आँखामा आँसु भयो भने पराईले मात्रै होइन, आफ्नै मान्छेहरूले गर्ने व्यवहार, बोल्ने बोलीमा पनि धेरै फरक हुन्छ भनेर। हो रहेछ आमा, हो रहेछ बाबा, अहिले आएर बुझ्दैछु। तपाईले गर्ने अपार माया र आशीर्वादमा सधैँ म ऋणी हुनेछु आमा। तपाईँ र बाबाको चरणमा सधैँभरि यो शिर झुकाउनेछु। उही तपाईको माइलो सन्तान दिलीप चँदारा, कालीकोटे छोरा, हाल साउदी अरबबाट।